आज शुक्रबारको दिन चाहिँ टिफिनमा छुट्टी भएर हामी रञ्जना दिदी, शर्मा दिदी, शोभा दिदी अनि के कुरा गाएँ अरे बिर्सिहाल्छ ए दुर्गा दिदी अनि म र मेरो छोरी दुर्गा दिदीको छोरी रञ्जना दिदीको छोरी चाहिँ हामी चाहिँ टुडी खेल जाँदैछौँ। टुडी खेलमा के खा जस्तो लानुभयो पनि स्पोन्सर चाहिँ सरिन्दा दिदी अरे आजको। अब हेरौँ हामी चाहिँ यहाँ आइपुग्यौँ है। यहाँ शोभा दिदी र म चाहिँ यहाँ अलिक पछाडि छु। शोभा दिदी र म चाहिँ यता छु, पछाडि छु। आयो कि आएन ब्लग पनि ऊ अगाडि हिँडिसक्नुभयो हाम्रो दिदीहरू रोसी। अब टुडी खेल हाम्रो दिङला सडानन्द नगरपालिका वडा नम्बर 7 मा पर्ने टुडी खेल पनि हेर्नु होला है कस्तो छ हाम्रो। कमेन्ट गर्नु होला साथीहरू। टुडी खेल पुग्नु आँट्दा चाहिँ हाम्रो दिङलाको इलाका प्रहरी कार्यालयको भवन चाहिँ यस्तो छ है। यस्तो छ घेराबारा गरेको यस्तो त्यहाँ अगाडि मन्दिर। यहाँ चाहिँ यसो बस्ने ठाउँ बसेर गफसफ गर्नुहुन्छ हाम्रो प्रहरी दाइहरू चाहिँ। अब के भन्नु सरहरू टुडी खेल त आइपुगेको त हाम्रो बरको रुख चाहिँ ठुलो छ। हेलिप्याड पनि छ। अब म तपाईँहरूलाई देखाउँछु। यस्तो छ हाम्रो दिङला बजारको इलाका प्रहरी कार्यालयको भवन यस्तो छ है। हाम्रो इलाका प्रहरी कार्यालय चाहिँ यस्तो छ अगाडिबाट खिच्दाखेरि। यहाँ पर कति राम्रो फुल फुलेको रहेछ हौ। यो चाहिँ ल गुलाबको फुल डेकोरेसन पनि राम्रो गर्नुभएको रहेछ। यस्तो छ टुडी खेल आइपुग्यौँ। अगाडि हिँड्दै हुनुहुन्छ सबैजना। है हाम्रो टुडी खेल चाहिँ केटाकेटीहरू पनि भक्कु आएको रहेछ। यस्तो छ हेलिप्याड। यो चाहिँ हाम्रो हेलिप्याड है। ल थाहा भयो त्यहाँ यी खानेकुरा ल्याउनु भएको रहेछ। यो खानेकुरा चाहिँ के ल्याउनु भएको यहाँ पुग्छ त नि दिदी। बस रोसी मिठो खानेकुरा ल्याउनु भयो जस्तो छ दिदीहरूले। ल है हामी चाहिँ यस्तो खाँदैछौँ। बरको रुखको रस है। हाम्रो खानेकुरा चाहिँ यस्तो छ है। लु कति राम्रो नि। आहा अन्डा पनि रहेको छ हौ। मिठो छ जस्तो यामी यामी छ जस्तो छ नि। ए यलम्बर खाजा घरको है। ल तपाईँहरूलाई चाहिएमा सम्पर्क गर्नु होला। मिठो बनाउनुहुन्छ है हाम्रो शोभा दिदी। उहाँ चाहिँ प्रोपाइटर उहाँ हुनुहुन्छ। अचार बिना भयो हाम्रो स्कुलमा चाहिँ कक्षा 12 का विद्यार्थी भाइहरू फुटबल खेल्दै हुँदो रहेछ। अब हामी चाहिँ फर्किँदैछौँ। उहाँ जाँदै हुनुहुन्छ। अब चाहिँ मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट लाइक सेयर कमेन्ट गरिदिनु होला है। नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। बाई बाई।